सुरुमा यस्तो गराएर राख्ने न है यस्तो पलस यस्तो गर है यसो गराउँदा फेरि लामो हुन्छ नि यसो गराउनु भयो जसो गराउँदा नि हुन्छ यसो गराउँदा नि हुन्छ हजुर यताको एउटाको फेद उता पार्ने हो नि त एउटाको यता टुप्पो पार्ने यता फेद भएको होला यता अर्को टुप्पो पारिदिने यस्तै गराउँदा नि हुन्छ यसो बहुत खोर्दा यसो गराउने हजुर टोब्री खोर्दा यस्तै गराउँदा नि हुन्छ उँधोबाट लाउने जस्तो भए नि हुन्छ फेरि उँबाट लाउने अलि ठिक्क राम्रो छ यो उत्रा उत्रै पातको बनाउने सानो ठुलो भयो नि उँधोबाट पहिले लागेको पात सानो छ भने पछि यताको ठुलो भयो भने अलि धेरै पठाएर त्यत्रै गरिदिने म पनि जान्दिनँ यिनी टुप्पो एउटा यता एउटा यता फर्काइदिने हो एकैतिर फर्काउँदा नि हुन्छ यस्तो गराउँदा नि हुन्छ यस्तो गरायो यता बाक्लो पातलो बराबर हुन्छ एकातिर गराउँदा फेदै फेदै यता हुन्छ नि यता बाक्लो उता पातलो हुन्छ त्यही भएर यसो गराउँदाखेरि बाक्लो पातलो मिल्छ त्यही भएर हुन हुन्छ नि टोक्री त्यस्तै पनि बनाउँछ नि यसमा अझै एक फेर लगाएर त्यसपछि उठाउने यसो लाउँदा जत्न होचो छ नि यो पात बराबरी भयो ठिकै भयो होचो भयो जत्न होचो छ त्यही होचो आटा लाउने पहिले सुरुमा लाउँदाखेरि फेरि हल्का आटा लाउँदाखेरि फेरि लिउँदै फेरि त त्यहाँ मिल्दैन अन्त जत्न होचो छ त्यही त्यति आटा लाउने गर्ने बराबर भयो जत्न आटा लाउने भयो लाउँदाखेरि यति तल आटा लाउने नि तर अलि ठुलो टोक्री हुन्न अलि यता माथि आटा लगाइदिने हुन्छ त्यतिकै आउनको घुमफिरमा हिँड्छ